गाइजहरू है, भारतको अन्तिम सीमा पाकिस्तानबाट हामीसँग अहिले 1 कन्टेनर माल आइसकेको छ है। हेर्नुहोस् त, यो इन्डियन नम्बर देख्नुभयो। अनि तपाईँहरूले भन्नुभएको थियो त नेपालमा तिमीहरूले केही पनि गर्न सक्दैनौ भनेर। अब जे गर्छ रेन्डमली गर्छ है, जे गर्छ रेन्डमली गर्छ। जसरी तिमीहरूले अहिले मजाले चुनावमा यसरी प्रशान गरिरहेको छौ नि, अहिले हाम्रो सुर्खेतमा चाहिँ यसरी रेन्डम आइसकेको छ। ल हेर, सिधै इन्डियाबाट है पाकिस्तान, हेर पाकिस्तान, थाहा छ तिमीलाई पाकिस्तान भनेको? हेर रेन्डम। ल है, नेपालको 77 जिल्लामै अब रेन्डम। ल रेन्डम, ल है, जे गर्छ दैलेकी ऊर्जा घरले गर्छ। हेर यति त हामीसँग कति छ। ल अब हामीले नेपालका 77 जिल्ला गाउँ घर जतासुकै रेन्डम। ल रेन्डमको प्रचार यसरी भइरहेको छ। सिधा युपीको गाडी लगेर युपीबाट यसरी गाडी आइसकेको छ। ल हेर साथीहरू, तिमीहरूले अहिलेसम्म पुराना मोडल मात्रै बिग्रिरहेको छ, अब नयाँ मोडल बिर्गाउनु पर्यो के। हेर तिमीहरूले जति पनि नेपालमा अहिले गाडी चलाउँछौ नि, गाडी सानादेखि ठुला सबै गाडीको ब्याट्री पनि अहिले हामीसँग आइसकेको छ। ल यदि तिमीहरूलाई चाहिएको छ भने सम्झौ के, सम्झौ न मजाले। दैलेकी ऊर्जा घरलाई सम्झौ न मजाले। हेर त यो लोकेसन तिमीहरूलाई देखाउँछु मैले। ल हेर, यो चाहिँ मङ्गलगढीको मेन चोक हो भने जस्ट तिमीहरू यति अलिकति यहाँ आउ न, पाइहाल्छौ तिमीहरूले। हेर त यी इन्डियाका साथीहरू, ल हेर मजाले रेन्डम रेन्डम है। अब सबैले रेन्डमलाई फोकस गर, रेन्डम रेन्डम रेन्डम। ल चारैतर्फ रेन्डम साथीहरू, रेन्डम है। ल हेर त्यति मात्र नभएर पुरै गाडीका ब्याट्रीहरू, हेर गाडीका ब्याट्रीहरू। ल हेर सानादेखि ठुलासम्म जुन गाडी चाहिन्छ ल भन है मजाले। ल नेपालमा अहिलेसम्म जति गाडी चलिरहेको छ नि सब गाडीको ब्याट्री आइसकेको छ क्या। अनि भन्थ्यो तिमीहरूले अनि हामी गर्न सक्दैनौँ भनेर, हामी गर्न सक्दैनौँ। अनि अहिलेसम्म भित्र नजानुको कारण के हो? नेपालमै रोजगार भइरहेछ। हेर यसरी हामीले इन्डियाको रेन्डम, हेर पाकिस्तान भारतको अन्तिम, हेर त अन्तिम भनेपछि लास्ट। हेर त त्यहाँदेखि यहाँसम्म यार रेन्डमको ब्याट्री भनेपछि तिमीहरू बुझ न यार, सुर्खेतमा कोहीले सकिरहेछ अहिलेसम्म रेन्डम बिक्री गर्न, रेन्डम ल्याउन सकिरहेको छैन नि। सबैले प्रचार गर है, प्रचार गर। रेन्डम यति टेकाउ ब्याट्री, यति टेकाउ ब्याट्री। हेर देखिरहेछौ नि सबैले, लास्टै टेकाउ के। ल हेर है, ल चाहियो भने तिमीहरूले सबैजनाले चाहिँ दैलेकी ऊर्जा घरलाई सम्झ्यौ मजाले। यताको चाहिँ ओनर उहाँ पनि है, ओनर हेर है, ओनर हेर। हेर भैँसोभन्दा पनि मोटो हुन्छ, भैँसोभन्दा पनि मोटो हुनुहुन्छ। सबले सम्झिनु ल मजाले है, चाहियो भने। अनि अनि विवेक सर के छ त अवस्था? सुर्खेतमा कसरी रेन्डम ल्याउन सकिरहेको छ अहिले? सकिरहेको छैन नि ओनर।